फाइनली गाइज मैले चाहिँ हाउसफुल 5 मुभी हेरेर आइसकेको छु। अनि मुभीको कुरा गर्नु पर्दाखेरि मलाई चाहिँ मुभी एभरेज लागेको छ है। बेस्ट भन्दा पनि मलाई चाहिँ ठिकै एभरेज हैन, नराम्रो हैन, नराम्रो त्यस्तो हैन कि मलाई चाहिँ एभरेज लागेको छ। अब मुभीको बारेमा कुरा गरौँ। मुभी चाहिँ के को विषयमा छ भने मुभी चाहिँ किलर चाहिँ को हो भन्ने विषयमा छ क्या। सुरुदेखि नै किलर चाहिँ एकदमै को हो भन्ने कुरा चाहिँ सस्पेन्स रूपमा राखेको हुन्छ हैन। त्यही भएर किलर को हो भन्दै भन्दै अन्तिममा चाहिँ तपाईले किलर चाहिँ को हो भन्ने कुरा थाहा पाउनुहुन्छ। अनि मैले पनि अर्कै सोचेको थिएँ क्या, यो चाहिँ किलर होला भनेर सोचेको थिएँ, तर त्यसको ठीक विपरीत एकदमै रूपमा सस्पेन्स, कमेडी, इन्टरटेनमेन्ट है, ठिक त्यसको उल्टो रूपमा चाहिँ किलर चाहिँ अर्कै देखा पर्छ। रोमान्स नभन्नु भए इन्टरटेनमेन्ट कमेडी हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईले हाउसफुल 5 चाहिँ मजाले इन्जोय गर्न सक्नुहुनेछ। नेपाली भन्दा पनि बलिउड मुभी हो नि त हैन। बलिउड मुभीमा त हामीले सोचेको भन्दा धेरै कुराहरू पनि देख्न सकिन्छ। एक्सपेक्ट गरेको भन्दा पनि धेरै कुराहरू देख्न सकिन्छ, जुन चाहिँ मैले पनि देखेँ हैन। अनि मलाई चाहिँ अस्तिदेखि नै यो हाउसफुल 5 को ट्रेलर आउने बित्तिकै मलाई चाहिँ यो मुभी चाहिँ एकदमै धेरै हेर्न मन लागेको थियो। फाइनली आज पनि मैले हेरेँ। ठुलो बलिउड सुपरस्टारहरूले भरिपूर्ण भएको फिल्म चाहिँ हाउसफुल 5 मा भन्न सकिन्छ। डिनो मोरिया, नाना पाटेकर, जैकी श्रफ, सञ्जय दत्त, अक्षय कुमार जस्तो ठुलो सेलिब्रिटीहरूलाई चाहिँ तपाईले एउटै फिल्ममा देख्न सक्नुहुनेछ, जुन चाहिँ साथ हुन्छ। अनि तपाईलाई नाना पाटेकरको सिन आउँदाखेरि चाहिँ एकदमै धेरै सिटी ताली बजाउनु पर्न लाग्छ क्या। नाना पाटेकरको सिन आउँदाखेरि चाहिँ म चाहिँ एकदम धेरै एक्साइटेड भएको थिएँ हैन। अनि अलवेज अक्षय कुमारबाट त हामीले धेरै कमेडीको एक्सपेक्ट गर्ने हो, त्यो चाहिँ हामीले अक्षय कुमारबाट पाउन सकिन्छ हैन। मलाई हैन कस्तो चित्त नबुझेको कुरा चाहिँ डिनो मोरियाबाट चाहिँ मैले एकदमै धेरै कुराहरू एक्सपेक्ट गरेको थिएँ क्या। जस्ट डिनो मोरियाको रोल चाहिँ अलिक धेरै होला, अलिक मेन खालको रोल होला भनेर सोचेको थिएँ, तर त्यो मेरो एक्सपेक्टेसन चाहिँ रियालिटीमा पुरा भएको छैन। एकदम सानो खालको रोल हैन, म चाहिँ सानो नभन्नु रोल, तर उसको रोल चाहिँ छिट्टै सकिन्छ। जस मलाई चाहिँ डिनो मोरिया अझै हाई फ्रेममा अझै धेरै स्क्रिन टाइम दिएको भए हुन्थ्यो जस्तो लाग्यो। तर मेरो पर्सनल भ्यूमा हैन, मैले चाहिँ डिनो मोरियाको म चाहिँ एकदमै धेरै फ्यान हो नि त हैन, बच्चादेखि नै फ्यान। डिनो मोरियाको चाहिँ अलिक धेरै रोल होला भनेर सोचेको थियो, तर त्यस्तो रोल चाहिँ छैन रहेछ हैन, सानै खालको रोल रहेछ। नाना पाटेकर आइसकेपछि चाहिँ पुरै मुभीको स्टोरी लाइन नै चेन्ज हुन्छ क्या। नाना पाटेकर आइसकेपछि चाहिँ मुभी चाहिँ अन्त्यतिर मोडिन्छ। जस नाना पाटेकर चाहिँ हाफ ब्रेकदेखि आउनुहुन्छ। अनि जस राम्रो छ। ओभरअलमा हाउसफुल फिल्म चाहिँ तपाईहरुले पनि इन्जोय गर्न सक्नुहुन्छ। गो एन्ड वाचिङ।